नेपाली बोल्नु है। ओके, सबैजना सन्चै छौँ है। हामीले पछिल्लो हप्ता केही मेसेज सुनेका थियौँ, तपाईँलाई थाहा छ। पछिल्लो सन्डे हामीले केही विषयमा हामीले मेसेज सुनिरहेका थियौँ। होइन, परमेश्वरको इच्छाको विषयमा हामीले सुनिरहेको थियौँ होइन। परमेश्वरको इच्छाको विषयमा, परमेश्वरको इच्छाको विषयमा हामीले धेरै कुरोहरू बारेमा सुन्यौँ। आज मैले दुईवटा कुरोलाई बोल्न लागिरहेको छु। पहिलो कुरो त खोज्नु अनि पाउनु, दोस्रो कुरो चाहिँ नजिक जानु है। जब हामी यो दुईवटा शब्दलाई, पहिला म खोज्नु अथवा पाउनु विषयलाई हामी बाहिरमा हेर्छौँ भने तपाईँले लुक्का 19को त्यहाँदेखि 1देखि लिएर तपाईँले 10सम्म पढ्नु भने कसको घटना पाउँछ तपाईँलाई थाहा छ। लुक्का 19को 1देखि 10सम्म जक्कईको कहानी पाउँछौँ। लुक्का 19को 1देखि 10सम्म जक्कईको कहानी पाउँछौँ। जक्कै एउटा मसुर हुने व्यक्ति छ, तर उसले चाहना गर्छ कि प्रभु यीशु मसीहलाई हेर्छु भन्ने चाहना होइन, हेर्छु भन्ने चाहना गरेको छ होइन। अनि भिडभाडमा मान्छे होइन, कहिलेकाहीँ म यो घटना जहिले पनि मुम्बईको कहानीको कुरोमा सोच्ने गर्छु क्या। कहिलेकाहीँ यो भिडभाडमा प्रभु यीशु मसीहलाई देख्नु कति गाह्रो पर्छ है, तपाईँलाई थाहा छ। त्यति बेलाको समयमा त जक्कईको लागि नेभाराको रुख थियो भने अहिले हामीलाई के को रूपमा चढ्छ तपाईँलाई थाहा छ। हामी धेरै प्रकारको रूपमा चढ्छ ताकि प्रभु यीशु मसीहलाई हेर्नको लागि। बुझ्नुभयो। यहाँसम्म अहिले तपाईँ केमा चढ्नुभयो? ट्रेनमा चढ्नुभयो होइन र? यस होइन र? समस्याहरूको बिचमा भिडमा जक्कईले जबरजस्ती यीशु प्रभुलाई हेर्न चाहेको थियो, पन्छाउनु चाहेको थियो। उर्को मान्छे भएको कारण प्रभु यीशु मसीहलाई भेट्नु सकेन क्या। तर उसले प्रभु यीशु मसीहलाई हेर्न चाहेको थियो, कसम गरेर हेर्न चाहेको थियो। जब मान्छे भन्छ नि, जब मान्छेले चाहना गर्छ केही न केही कुरो हुन्छ क्या। बुझ्नुभयो। अनि जब यो जक्कै पुड्को थियो, अब अग्लो मान्छेको सामने प्रभु यीशु मसीहलाई हेर्न चाहन्थ्यो, तर उसले के गर्न सकेन। त्यो भिडमा पसेर प्रभु यीशु मसीहलाई हेर्न सकेन। उसले के गरे? उपाय गरे, आफ्नो उपाय लगाए। चलो म यीशु प्रभुलाई भेट्नको लागि त उहाँलाई हेर्नलाई म के गर्छु होइन, म नेभाराको रूपमा चढ्छु होइन, नेभाराको रूपमा चढ्छु र म यीशुलाई हेर्छु। जब हामी चाहना गर्छौँ नि तब हाम्रोमा उपाय पनि आउँछ होइन। जब हामी इच्छा गर्छौँ तब उपाय पनि आउँछ। जब हामी खोज्ने चाहना गर्छौँ, पाउने चाहना गर्छौँ भने हाम्रोमा धेरै उपायहरू हुन्छ होइन र? हामी जब खोज्ने चाहना गर्छौँ, पाउने चाहना गर्दैनौँ भने, त्यसलाई नेग्लेक्ट अथवा एउटा साधारण प्रकारले, सिम्पल प्रकारले सोध्छौँ भने तपाईँ र मैले कहिले उपाय गर्दैन, उपाय लाउँदैनौँ होइन। तर यहाँ जक्कईले के गरेको छ भन्दाखेरि प्रभु यीशु मसीहलाई हेर्नु चाहना गरेको कारणले गर्दाखेरि उसले त्यो नेभाराको रूपमा चढेको छ। अब मलाई लाग्छ कहिले पनि चढेको थिएन होला। किन भन्नुहोस् त, कहिले पनि चढेको थिएन। किनभने यो मान्छे ट्याक्स कलेक्टर हो, उसकोमा प्रशस्त पैसा हुने, पैसावाला मान्छे हो। उसलाई रुखमा चढ्नुको आवश्यकता थिएन होला, उसले सायद त्यो रुखमा चढ्ने अनुभव थिएन। तर महत्त्वपूर्ण कुरो चाहिँ यहाँ के छ भन्दाखेरि प्रभु यीशु मसीहलाई हेर्न चाहेको कारणले गर्दा उसले रुखमा चढ्छ। अब हेर्नुहोस्, त्यो भिडभाडमा रुखमा चढ्नु भने के कुरो तपाईँलाई थाहा छ? लाजमर्दो कुरो हो नि त। बुझ्नुभयो कुरा? लाज लाग्ने कुरो हो नि त होइन। सबै मान्छेले तल बसेर आफू चाहिँ माथि रुखमा बसेर हेर्नु भन्नु त बाँदर हो क्या भने जस्तो नि। बुझ्नुभयो कुरा होइन र? तर हेर्नुहोस्, उसले त्यो सबै कुरो, अब ट्याक्स कलेक्टर हो, सायद उसको नाम सबैले चिन्थ्यो, उसलाई चिन्थ्यो, ऊ फेमस थियो होला, उसको नाम चलेको थियो होला। तर त्यो सबै कुरोलाई वास्ता नगरिकन, त्यो सबै कुरोहरूलाई ख्याल नगरिकन जक्कै चाहिँ गरेको छ, रुखमाथि चढेर प्रभु यीशु मसीहलाई हेर्न चाहना गरेको छ होइन। जब हामी कुनै पनि कुरोलाई खोज्न अथवा पाउन कोसिस गर्छौँ नि, हामीले उपाय रच्छौँ है होइन र? कुनै पनि कुरोलाई हामी उपाय रच्छौँ, त्यो उपाय चाहिँ हामीले नै रच्छौँ, फेरि हामीमै हुन्छ त्यो चाहिँ
हैन? जकैले गरेको जस्तै सायद तपाईँ र मैले प्रभु येशू मसीहलाई चाहना गरेको छौँ, खोजिरहेको छौँ भने हामीले धेरैपल्ट जकै जस्तै उपायहरू पनि गर्नुपर्छ। मलाई लाग्छ तपाईँहरूले कतिपल्ट उपाय गर्नुहुन्छ, कतिपल्ट छुट्टी पाउनुहुन्न, तपाईँले छुट्टीको लागि उपाय गर्नुहुन्छ हैन र? हैन र? तपाईँले छुट्टी पाउनको लागि उपाय गर्नुहुन्छ। याद गर्नुहोस् है, कस्तो उपाय? आज म चर्च जान्छु, आज म होइन परमेश्वरको आराधनालय जान्छु, आज म परमेश्वरको वचन सुन्न जान्छु, आज म चर्च जान्छु, आज म सेवाकै जान्छु। हामीले यो परमेश्वर होइन यस्तो कुरोहरूलाई परमेश्वरलाई खोज्ने कुरो, उहाँलाई पाउने कुरोको लागि तपाईँले मैले धेरैपल्ट उपाय गर्नुपर्छ। मुम्बईमा साह्रो छ भिडभाडमा। कस्तो भिडभाड, कस्तो खालको भिडभाड छ थाहा छ? जकैको बेलामा त त्यति बेला त मान्छेको भिडभाड थियो भने अहिलेको भिडभाड चाहिँ त्यस्तो खालको भिडभाड छैन। तर यहाँ धेरै प्रकारको भिडभाड छ जहाँबाट तपाईँ निस्केर आउनुपर्छ, जहाँबाट तपाईँले उपाय गर्नुपर्छ, जहाँबाट तपाईँले प्रभु येशू मसीहलाई भेट्नको लागि पुग्नुपर्छ। जकैको जीवनमा त्यो भिड थियो भने, जकैको जीवनमा उपुडको थियो भने अहिलेको समयहरूमा, अहिलेको दिनहरूमा प्रभु येशू मसीहलाई खोज्नको लागि अथवा उहाँलाई पाउनको लागि चाहिँ तपाईँ र मैले धेरै प्रकारको सामना गर्नुपर्छ। जुन कुरोको सामना चाहिँ यी दिनहरूमा छ। सन्डेको छुट्टी पाउँदैन, उपाय गर्नु पर्यो हैन? हर महिना छुट्टी पाउँदैन, उपाय गर्नु पर्यो। हर सन्डे छुट्टी पाउँदैन, उपाय गर्नु पर्यो हैन र? यो के हो त? परमेश्वरलाई खोज्ने, उहाँलाई पाउने कुरो हैन? यदि हामीले उहाँलाई परमेश्वरलाई चाहना गर्छौँ, यहाँ भन्छ याकूब व्यवस्था डिटोनोमी व्यवस्था 4:29 भन्छ, तर यदि त्यहाँ पनि परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीले खोज्यौ भने र तिमीहरूका सारा हृदय र प्राणले खोज्यौ भने तिमीहरूले उहाँलाई भेटाउनेछौ। इजरायलीहरूलाई परमेश्वरले दिएको व्यवस्थाको समयमा मोसाले इजरायलीलाई भनिरहेको छ कि तिमीले खोज्यौ भने भेटाउनेछौ। सुन भेटाएको कि खोजेको? खोजेको। संसारमा भएको जति पनि आविष्कार हुन्छ नि, आविष्कार भन्ने शब्द नै के हो? खोजेर भेटाएको। त्यो चाहिँ साइन्स शब्द हो, तर हाम्रो नेपाली ठाडो शब्दमा चाहिँ खोजेर भेटाएको। त्यसलाई इङ्ग्लिसमा चाहिँ आविष्कार भन्छ भने होइन, तर नेपालीमा चाहिँ खोजेर भेटाएको मात्रै। खोज्यो कुनै न कुनै व्यक्तिले कसै न कसै प्रकारले होइन। सेन्ट कलम्बस भन्ने व्यक्तिले अमेरिका के गर्यो? खोजेर पत्ता लगायो होइन। उसले संसारको अन्त कहाँ छ भनेर खोजिरहेको थियो, तर उसले गएर अमेरिका भेटाएको होइन र? बुझ्नुभयो? अनि भन्नुपर्दा चाहिँ जब हामी खोज्छौँ, उहाँलाई भेटाउँछौँ, कुनै पनि अब कुन मान्छेले हो सुन खोज्यो होला र पायो अथवा भेटायो, तर आज हाम्रोमा छ नि त होइन र? कति मूल्यमान चाहिँ त्यो सुन अहिले कति छ? मलाई लाग्छ 150 रुपियाँ, 1.5 लाख तोला, 1.5 लाख सायद 2 लाख रुपियाँ तोला छ सुन होइन? कसैले भेटाए त्यति मूल्यमान छ। जब हामी परमेश्वरलाई त्यस्तै प्रकारको उहाँ मूल्यवान हुनुहुन्छ भन्ने प्रकारले जब उहाँलाई खोज्छौँ र उहाँलाई पाउँछौँ भने त्यति मूल्यवान तपाईँ मेरो जीवनमा हुन्छ। यो कुरा तपाईँ हामीले बुझेको छैनौँ। कहिले हामी परमेश्वरलाई कहिले कहिले चाहिँ परमेश्वर त गलीमा भेटिहाल्छ नि भन्ने प्रकारले सोचिरहेको हुन्छ। बुझ्नुभयो कुरा हो? परमेश्वर को हुनुहुन्छ? उहाँ महान परमेश्वर हुनुहुन्छ, तर उहाँ नम्र परमेश्वर पनि हुनुहुन्छ। हेर्नुहोस् है, मैले यो किन खोजेर पाउनु र नजिक हुनुको शब्दलाई यहाँ मैले ल्याउँदैछु। नजिक पनि किन छ भन्ने कुरा, परमेश्वर महान हुनुहुन्छ, उहाँ अनन्तको हुनुहुन्छ। हामी अनन्तको हौ? हामी अनन्तको त होइनौँ। हामी मान्छेमा मरणशील शरीर छ। उहाँ अनन्तको परमेश्वरलाई खोज्नै पर्छ नि त हामीले। उहाँ कतिको महान परमेश्वर हुनुहुन्छ भनेर, उहाँ कतिको शक्तिशाली परमेश्वर हुनुहुन्छ भनेर, उहाँ कतिको अद्भुत कर्ता परमेश्वर हुनुहुन्छ भनेर तपाईँले उहाँलाई खोज्नुपर्छ। अनि खोज्नुको लागि चाहिँ त्यतिकै बाटोमा घुम्नु हुँदैन क्या, कहिले ध्यान दिनुपर्छ। जे कुरो हराएको जस्तो प्रकारले खोज्नुपर्छ होइन? केही कुरो हराएको जस्तो प्रकारले खोज्नुपर्छ। केही कुरो मैले पाउनुपर्छ भन्ने आशाले खोज्नुपर्छ। कहिलेकाहीँ म त्यति साह्रो अहिलेसम्म मैले लाइफमा पैसा पाएको छु भुइँमा। कसैले पाउनु छ पैसा भुइँमा? कसैले पाउनु छ? है?
मेरो वाइफले 2-3 पल्ट पाइसक्यो, मलाई थाहा छैन, छोटो मान्छे भयो अनि उसले त बाइकमा चढेको बेला पनि देखेछ क्या। अब बुझ्नुभयो होइन? त्यस्तो खालको परमेश्वर चाहिँ हुनुहुन्न, तर बुझ्नुभयो? त्यस्तो खालको परमेश्वर चाहिँ हुनुहुन्न। उहाँलाई हामीले खोज्नुपर्छ उहाँलाई। अनि उहाँलाई खोज्नको लागि, उहाँलाई पाउनको लागि हामी धेरैपल्ट के गर्छ, आत्मिक जीवनको सङ्घर्ष गर्नुपर्छ। त्यतिकै बाहिर भएको व्यक्तिहरूले नि भन्छ परमेश्वरको, हामी धेरैपल्ट भन्ने गर्छौँ परमेश्वरको अनुभवको जीवन जिए क्या। बुझ्नुभयो यो व्यक्तिले होइन? पावलले, पत्रुसले, याकुबले, मोसाले परमेश्वरले उहाँको जीवनमा कस्तो कस्तो काम गर्यो भनिकन हामी बाइबलमा हामी देख्छौँ। परमेश्वर स्वयंले उनीहरूलाई प्रकाश दिइकन चाहिँ यति महान परमेश्वर म हुँ भनिकन उहाँले उनीहरूलाई प्रकाश दिएको हामी देख्छौँ। तर उनीहरूले त्यतिकै पाएको छैन। त्यतिकै प्रकारले उहाँले त्यो परमेश्वरको महत्त्वतालाई बुझेको छैन। त्यहाँनिर त्यतिकै परमेश्वरको महत्त्वतालाई बताएको हामी देख्दैनौँ। र पावलले कहाँ पाएको छ? घटक घडामा गइरहेको बेलामा के भन्छ, गरममा होइन, भुक्लुको लड्छ होइन, ऊ अन्धा हुन्छ, त्यति बेला प्रभु यीशु मसीहलाई पाएको हामी देख्न सक्छौँ। मूसाले उजाड स्थानमा पाएको हामी देख्छौँ होइन? अब्राहमले अब त्यो अन्य जातिहरूको बिचमा, अन्धकारको बिचमा परमेश्वर त्यहाँनिर प्रकाशमान भएको हामी देख्न सक्छौँ होइन? परमेश्वरलाई हो उनीहरू प्रभुमा थियो। पत्रुस प्रभु यीशु मसीहलाई विश्वास गर्थ्यो, तर पनि वास्तवमा प्रभु यीशु मसीहलाई पाएको थियो। तपाईँलाई थाहा छ, उसले प्रभु यीशु मसीहलाई परमेश्वर हो भनेर खोजिरहेको थियो, उसले पाएको थिएन। तर जब हामी प्रेरित 2 अध्यायमा देख्छौँ कि उसले साँच्चै नै प्रभु यीशु परमेश्वरलाई पाएको हामी देख्छौँ, उसको जीवनको महान काम देख्छौँ हामीले होइन? हामी धेरैपल्ट अहिले परमेश्वरलाई हामीले भन्छ नि, बाटोमा मैले भन्छ बाटोमा हिँडेको त्यो पैसा भेटाएको जस्तो, 4 आना 8 आना भेटाएको जस्तो प्रकारले हामी प्रभु यीशु मसीहलाई कहिलेकाहीँ सोचिरहेको हुन्छौँ होइन क्या? त्यो होइन, उहाँलाई कसले उदाहरण दिन, कसले पैसा हराएर खोज्नु भएको छ, या तपाईँको सुन हराएर खोज्नु भएको छ, या तपाईँको केही पनि कुरो हराएर खोज्नु भएको छ नि होइन? कस्तो हुन्छ खोज्दा? मेरो सामान हराए त हुन्छ, निचिक्क हाँसेर मेरो सामान हराए त भन्नुहुन्छ। बुझ्नुभयो कुरा? एकदम अनुहारमा खुसी हुन्छ, सामान हराए त खोज्दै गरेको हुन्छ। कस्तो हुन्छ सामान हराए? जब खोज्ने मान्छेको एउटा त्यो फेस अथवा उसको त्यो बनावट के हुन्छ, अत्तालिरहेको हुन्छ। उसको त्यो कुरोपट्टि मन, दिलो दिमाग, मनोमस्तिष्क सबै कुरो त्यहाँ हुन्छ क्या। आफूले त्यो चाहिँ मैले कसरी पाऊँ भन्ने कुरो हुन्छ। बुझ्नुभयो? जस्तो यहाँनिर जक्कैले प्रभु यीशु मसीहलाई हेर्न चाहना गर्छ क्या। अब तर उसले त्यहाँनिर भिडमा नदेखेको कारणले गर्दा उसको दिलो दिमाग, मनोमस्तिष्कले सोचिरहेको हुन्छ कि प्रभु यीशु मसीहलाई चाहिँ कसरी हेर्न पाऊँ। अनि त्यो चाहना भएको कारणले गर्दा उसले चाहिँ ओहो यहाँ त रुख छ, यसमा चढ्छु। बुझ्नुभयो? यो प्रकारको तपाईँ र हामीमा यो क्रिस्चियन जीवनमा यो प्रकारको चाहना नभए हामी के हुन्छ भन्दाखेरि के भन्नु, अब हामी प्रभु परमेश्वरलाई चाहिँ होइन मार्केटमा गएर खोजे जस्तो प्रकारले परमेश्वरलाई खोजिरहेको हुन्छ क्या। अनि छानिरहेको छ परमेश्वर, कुन छानेको जस्तो क्या, सब्जी छानेको जस्तो, लुगा छानेको जस्तो होइन। परमेश्वर उहाँ परमेश्वर हुनुहुन्छ, हामी बिचमा हुनुहुन्छ, तर उहाँसँग हामी उहाँलाई पाउनको लागि भन्दा उहाँको कुरोहरूलाई मैले जान्दैन, उहाँसँग मैले धेरै कुरोहरू खोज्नुपर्छ। अनि मैले संसारमा गएर संसारको थोकहरूमा उहाँलाई खोज्न सक्दैनौँ। धेरैपल्ट हामीले चङ्गाइमा परमेश्वरलाई खोजिरहेको छौँ, धेरैपल्ट हामी परमेश्वरलाई मेरो मिराकलमा खोजिरहेको हुन्छौँ, धेरैपल्ट हामीले परमेश्वरलाई अरे मैले विभिन्न कुरो गरेर म प्रब्लम, तर वास्तवमा तपाईँको सङ्गति, तपाईँको व्यक्तिगत जीवन परमेश्वरको कस्तो छ त्योले चाहिँ तपाईँको जीवनलाई फरक पार्छ। मैले परमेश्वर कति खोजिरहेको छु भनेर होइन? परमेश्वरलाई खोज्नुको मतलब चाहिँ के हो? मैले भने अघि पसिना सरी हुन्छ, केही कुरो हराएपछि ब्लेसिङको आज बिहान चस्मा हराएको, यसले खोजेको लुगा फाटा पुरा निकालेर आउने बेलामा लास्टमा गरेर पेन्टमा डल्लो पारेको छ यो चस्मा। है मैले छिटो हिँड्न भन्दा बिच्किँदै थियो मलाई, किनकि उसले चस्मा हराएको थियो, उसले खोज्नु थियो, उसलाई पाउनु थियो चस्मा। बुझ्नुभयो? परमेश्वरलाई खोज्नु पनि कहिले के हुन्छ, हाम्रो जीवनको हरेक कुरा पन्छाउनुपर्छ क्या। बुझ्नुभयो? हरेक कुरा पन्छाउनुपर्छ अनि प्रभुलाई खोज्नुपर्छ। अन्त मात्रै हामी प्रभुलाई भेटाउँछ, अन्त मात्रै हामीले पाउने कुरो भेटौँ। हामी कहिले के हुन्छ प्रभुलाई भन्दै सबै कुरो लिएर
त्यो हुन्छ नि हामीले पापको बोझबाट हामीले के अरे स्किटहरू खेल्छौँ तपाईँलाई थाहा छ नि यता पाप लिँदैको यता पाप लिँदैको यता पाप लिएको प्रब्लम खोजिरहेको हुन्छ क्या बहिनी बुझ्नुभयो पाउनुहुन्न त परमेश्वरलाई यदि पाउनको लागि तपाईँले मैले खोज्नु भने परमेश्वरलाई तपाईँले मैले पाउनु कति हामीले पन्छाउनुपर्छ हाम्रो जीवनको कुरोहरूलाई हाम्रो समस्या कुरोहरूलाई पन्छाउनुपर्छ हाम्रो जीवनको तकलिफहरूलाई पन्छाउनुपर्छ अनि प्रभुलाई खोज्नुपर्छ निस्वार्थताले प्रभुलाई खोज्नुपर्छ बेसिकली अब यता चर्च ढिलोस् तर मेरो चर्चमा पाओस् भनेर सोच्थ्यो हो रियलमा जब हाम्रो कुनै कुरो हो त्यस्तै हुन्छ हामी होइन इम्पोर्टेन्ट कुरोहरूलाई हामी फ्यालिदिन्छौँ र होइन जुन त्यो चाहिँ त्यो समय तिम्रो लागि इम्पोर्टेन्ट छ भन्ने कुरा हामी त्यो प्रकारको प्राथमिकता हामी दिइरहेको हुन्छ यस परमेश्वरलाई खोज्न नि पाउनु चाहिँ त्यही कुरो प्रकारको हामी आज हामी बाइबल हामीलाई बताउँदछ है जेरमिया 29 को 13ले के भन्छ जेरमिया अथवा यिर्मिया 29 को 13ले के भन्छ जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्नेछौ तब तिमीले मलाई खोजेर पाउनेछौ कति मलाई जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्नेछौ तब तिमीहरूले मलाई खोजेर पाउनेछौ हामी परमेश्वरलाई कसरी खोज्छौँ कहिलेकाहीँ हामी सन्डे मात्रै खोज्छौँ यस हामी सन्डे मात्रै अरू दिन त खोज्दैन खोज्दैन परमेश्वरलाई हामी सन्डे मात्रै बाइबल खोज्छौँ होला सायद कति सन्डेको दिनमा बाइबल खोज्दैन होइन सन्डेको बिहान मात्रै हामी प्रार्थना गर्छौँ अरू दिन प्रार्थना गर्दैन हामी होइन सन्डेको दिन मात्रै सायद प्रभुको आराधना गर्छु भन्ने हाम्रो दिमागमा आउँछ अरू दिन आउँदैन हामीलाई त परमेश्वरलाई कसरी खोज्ने त बन्तहरू खन्नु भएको छ कसैले बन्तहरू खन्नु भएको छ नि तपाईँहरूले सजिलो हुँदैन क्या त्यो बन्तहरू खन्नु होइन अगर झन् मधेसमा हुन्छ झन् साह्रो पाहाडतिर अलिकति सजिलो तर मधेसमा झन् साह्रो होइन तरुल खन्नु सजिलो छैन नि त होइन त्यसलाई त्यो होइन एकदम तल गएर मात्रै फल लागेको हुन्छ परमेश्वरलाई खोज्न चाहिँ आज हामीले गर्छ सारा हृदयले उहाँलाई खोज्नेछौ तब तिमीले भेटाउनेछौ हाम्रो हृदय कहाँ छ कहिले धेरैपल्ट बेसी संसारमा हुन्छ धेरैपल्ट हाम्रो आफ्नो के भन्छ आफ्नै कुरोहरूमा हामी अल्झेका हुन्छौँ जुन कुरोले गर्दा हामी परमेश्वरलाई भेट्दैनौँ आफ्नै कुरोहरू आफ्नै इच्छाहरू आफ्नै चाहनाहरू आफ्नै के भन्छ आफ्नै कृषित कुरोहरू जसले चाहिँ तपाईँ र मलाई परमेश्वरलाई भेटेकै छैनौँ हामी अल्छी लाग्दो मान्छेहरू चाहिँ बोक्नु थाल्छ कोही मान्छेहरू चाहिँ अल्छी लाग्दो त अब बातै गर्दा अल्छी लाग्ने हुन्छ नि अलिक जोसिलो हुँदैन नि त्यहाँ हुन्छ नि जोसिलो हुँदैन देख्दै अल्छी लाग्ने कहिलेकाहीँ हाम्रो आत्मिक जीवन त्यस्तै हुन्छ चलिरहेको छ ठिकै छ सधैँ अब रिपिङ जस्तो मात्रै जीवन क्या तर परमेश्वरलाई खोज्ने चाहना छ कहिलेकाहीँ हामी आराधनामा आउँछौँ आराधना गीत गाएर तर हामी भइरहेको हुन्छ क्या आँखा कहाँ दिमाग कहाँ गीत चाहिँ गाइरहेको हुन्छ हामी यस परमेश्वरको आराधना यस हामी जब परमेश्वरलाई खोज्छौँ भने जब परमेश्वरको हामी आराधना गर्छौँ भने रियलमा प्रभुसँगको त्यो एक एकवटा शब्दलाई एक एकवटा वर्डलाई त्यो कुरोहरूमा तपाईँले मैले आनन्द गर्नु सिक्नुपर्छ त्यो कुरोलाई मैले मेरो मस्तिष्कसँग मैले ख्याल गर्नुपर्छ तब म परमेश्वरको आराधनाभित्र प्रवेश गर्छु म त्यतिकै गाई मात्रै राख्छु म परमेश्वरको आराधनामा वास्तवमा आराधनाको भित्र चाहिँ छु आराधना चाहिँ गरिरहेको छु तर आराधना भित्र छुइनँ जसको चाहिँ म प्रभुको आराधनामा म रमाट गरेको छुइनँ अनि त्यो रमाट नगरेको कारणले गर्दा मेरो जीवनमा पाउनु पर्ने चङ्गाई र मेरो जीवनमा पाउनु पर्ने छुटकारा मैले पाउँदिनँ कतिपल्ट परमेश्वरको नजिक जान्छु यही कुरो धेरै मान्छे भन्छ बिमार चाहिँ चर्च आउँदिनँ म आज टाउको पुग्दैछ चर्च आउँदिनँ मलाई भुलिँदैछ म चर्च आउँदिनँ म कहिलेकाहीँ हाम्रो नानीहरूले त्यसै सिकाउँछ क्या अन्त नानीहरू बिमारी भएपछि म चर्च आउँदिनँ भन्छ जान्छ त होला तर याद गर्नुहोस् फेरि चङ्गाई चाहिन्छ भन्छ फेरि चङ्गाई चाहिँ चाहिन्छ भन्छ फेरि प्रार्थना गरिदिनुहोस् चाहिँ भन्छ अन्त तिमी घरमा बस्छौ भने त परमेश्वरको नजिक आउनु राम्रो कुरो हो नि त म बिमारी छु भने कसरी भन्छ क्या होइन आज मेरो इथन नै बिमारी थियो हिजो बेलुका ज्वरो आएको थियो अन्त आमा चाहिँ भन्थ्यो चर्चमा मैले भने चर्च जानुपर्छ जाति गरेर आउँछ यो सिकाउनु पऱ्यो हामीले नानीहरूलाई त्यो दिमागमा हाल्नु पऱ्यो परमेश्वरले चङ्गाई गर्छ अरे हिँड्नु सक्छ नि त उसले जिउ उठाउनु सक्छ नि त चल्नु कुद्नु सक्छ नि त ओके हात खुट्टै लाग्दैन उसलाई त्यो तागतै छैन त्यो बलै छ भने छैन भने त्यो अलग कुरो हो तर
हिँड्नु सक्छ, कुद्नु सक्छ, पुग्नु सक्छ भने किन उसलाई लिएर नआउने, किन उसलाई नआउने चर्च सेवकाइमा? किनकि संग्रह त परमेश्वरले गर्छ नि त, छुटकारा त परमेश्वरले गर्छ नि त। त्यसकारण हामीले इन्करेज गर्नुपर्छ त्यस्तो व्यक्तिलाई। बिमारीसँग नजाऊ ल भन्ने होइन क्या, जाउँ, तिमी हिँड्नु सक्छौ होइन, पुग्नु सक्छौ होइन, यस परमेश्वर संग्रह गर्नुहुन्छ। हामी चाहिँ गर्छ टाउको दुखिरहेछ, आज म चर्च आउँदिनँ, आज मलाई ज्वरो आएर चर्च आउँदैन, हिँड्नु चाहिँ सक्छ कि परमेश्वरको नजिक आउन चाहँदैन हामी, उहाँलाई पाउन चाहन्छु नि, तपाईँलाई थाहा छ होइन? लुका 15को 3, 4, 8 यीशुले तिनीहरूलाई एउटा दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो, तिमीहरू मध्ये कसैको 100वटा भेडा होला, अब यी 100वटा चाहिँ हराए, 100वटा हरायो भने भेडाको धनीले के गर्ला? उसको 99वटा चरनमै छोडेर हराएको भेडलाई नबटुल्जेल खोजिरहँदैन र? होइन र? तपाईँले बाख्रा चराउनु भएको छ? मैले चराएको छु। अनि बाख्रा चराउँदा यस्तो बाख्रा हराउने हुन्छ, एक एकवटा त हराउने हुन्छ, यस्तो हुन्छ। अनि यस्तो गर्ने चाहिँ त्यो बाख्राले कि रियलमा भनेको यस्तै हुन्छ। अब अरू त झुन्डमा बस्ने आदत छ क्या, अरू त त्यो बगानमा बस्ने आदत छ, तर कोही यस्तो बाख्रा हुन्छ जो चाहिँ बगानमा उसलाई बगाल चाहिँदैन क्या, ऊ एक्लै गरेर चरेको हुन्छ। अनि त्यसले चाहिँ गोठालालाई पेदो बनाउँछ, बुझ्नुभयो कुरा? गोठालालाई पेदो बनाउँछ। अनि गोठाला पेदो बनाएर चाहिँ अब त्यो नपाइन्जेलसम्म हँसेर पसाइ हुन्छ, पसिना सरी हुन्छ। बाख्रा न हराए कि न, अब दुईटा कुरो छ बाख्रा हराउनुमा त, कि त त्यसले बगाल पाएन कि त कसैको बाली खाँदैछ। बुझ्नुभयो? कसैको बाली खाँदैछ। किन? मस्त घाँस खानु पाउँछ नि त। हामी परमेश्वर खोज्ने कुरोमा हामी त्यसको पछि लाग्छौँ होइन। अनि जब पाउँछ कतिजना त्यो हाम्रो पसिना, हाम्रो थकावट, हाम्रो दुःख सबै कुरो हटेर जान्छ होइन। अर्को कुरो यहाँ भनेको छ, अथवा कुन चाहिँ स्त्री होली जससँग 10वटा चाँदीका सिक्का छन् र उसले एउटा सिक्का हराए, तब के त्यो सिक्का नबटुन्जेल उसले त्यो बत्ती बालेर घर बढाडी होसियारी साथ खोज्दिनन् र? परमेश्वरलाई खोज्ने कुरो, परमेश्वर हामी कसरी खोज्छौँ होइन? कहिले हामीले चाहिँ त्यसले छोड्दै 99वटा छँदैछ, एउटा त के नाति भइहाल्छ नि भन्ने सोच्छ र? भन्नु त हामी एउटालाई कतिको महत्त्व दिन्छौँ, त्यस्तै प्रकारले हाम्रो जीवनको परमेश्वरलाई खोज्नको लागि, उहाँलाई पाउनको लागि तपाईँ र मैले मिहिनेत गर्नुपर्छ। विश्वासको साथ मिहिनेत गर्नुपर्छ कि मैले पाउँछु भनिकन होइन। अनि भन्छ नि यो अझै तल 8मा लेख्छ नि, त्यो स्त्रीले नभेटाइन्जेल जसले बत्ती बालेर घर बढाडी होसियारी साथ खोजिरहन्छ होइन? खोज्दैछन् अथवा खोज्छन्। हामी परमेश्वरलाई कसरी खोजिरहेको छौँ? एक दिन समय मलाई चङ्गाइ गऱ्यो भने प्रभुसँग प्रार्थना गर्छु, मलाई प्रभुले यो कुरो गर्ने भने मात्रै म त्यो कुरो गर्छु। कहिले के भन्छ नि हाम्रो शर्तको विश्वास क्या, विश्वास शर्तमा चल्दैन, विश्वासमा मात्रै चल्छ होइन। त्यही कारणले गर्दाखेरि यदि तपाईँले हाम्रो जीवनमा परमेश्वरलाई पाउनु छ भने, तपाईँले चाहिँ परमेश्वरको कुरो हुनु छ भने नि परमेश्वरलाई गहिरो प्रकारले खोज्नु तपाईँले छ होइन। परिश्रम गर्नुपर्छ, मेहनत। बाइबलमा किन प्रभु यीशु मसीहले जालहारीहरूलाई, मछुवाराहरूलाई चेला बनाए? समुद्रको छेउछेउ पहिला गएको थियो भन्नु, त्यस्ताहरूलाई खोज्नु गएको छ जोहरू चाहिँ परिश्रम र मेहनत गर्ने व्यक्तिहरू। जाल हान्नु भनेपछि के हो तपाईँलाई थाहा छ? अन्धा व्यक्ति जस्तै हो। जाल हान्नु भन्नु चाहिँ अन्धा मान्छे जस्तै हो, अन्धा मान्छे जस्तै बाटोमा हिँड्नु हो। जाल हान्ने चाहिँ यो थाहा हुँदैन कि माछा कहाँ पर्छ भनेर, बुझ्नुभयो? तर जाल हान्ने जहिले के गर्छ? विश्वासको साथमा जाल हान्छ, विश्वासको साथमा जाल हान्छ। बल्छी खेल्नेले पनि विश्वास साथ बल्छी खेल्छ, अथवा के भन्छ आजकल फिसिङ रड भन्छ होइन, हाम्रो नेपालीमा बल्छी भन्छ, तर के अरे इङ्ग्लिसमा आजकल फिसिङ रड भन्नु भन्छ। अन्त त्यो विश्वासको साथमा त्यो कुरोहरू गर्छ।
यदि हामी परमेश्वरको काम हुनको लागि तपाईँ र मैले परमेश्वरकी व्यक्तिहरूलाई चुन्नुभयो ताकि उनीहरूले के गर्दथे? ठुलो समुद्रमा चाहिँ जाल हान्दै थिए। तर कसरी? माछा देख्छ माथि डुल्दै गरेको यहाँ माछा हुँदैन क्या कहिले पनि। तर विश्वासको त जाल हान्नुपर्छ। हाम्रो जीवन जाल हान्दा के सजिलो छ? जाल हान्नु छैन नि त। जाल हानेर जाल तान्नु पनि गाह्रो छ। लु जाल हान्नु सजिलो छ भने जाल तान्नु अझै गाह्रो छ। किन? परेको माछा पनि निस्किन्छ, कहिलेका चिप्लिनु सक्छ, कहिलेका त्यो जाल अड्किनु सक्छ, होइन? भन्नुमा त चाहिँ परमेश्वरले चाहनुहुन्छ कि हामीलाई उहाँलाई खोज्नलाई चाहिँ हामीले कठिनाइ गर्नुपर्छ। आत्मिक जीवनको कठिनाइ हुनुपर्छ। तपाईँले मैले भने नि जहिले पनि भनेको छु तपाईँलाई अनुशासित तपाईँ कति गर्नु तपाईँको व्यक्तिको जीवन महत्त्वपूर्ण कुरो चाहिँ यहाँदेखि सुरु हुन्छ। तपाईँको जीवनमा तपाईँ आफूले आफूलाई कतिको अनुशासित राख्न सक्नुहुन्छ त्यहाँदेखि तपाईँको लाइफ सुरु हुन्छ रियलमा। यदि तपाईँ आफूले आफूलाई अनुशासित राख्नु सिकेको छैन भने तपाईँको लाइफ लथालिङ्गै हुन्छ। कहिलेका बेसीका उसको आमासँग मेरो निकै प्रब्लम हुन्छ। किन भन्दाखेरि मेरो टाइमिङ जहिले पनि के हुन्छ, कुनै पनि ठाउँमा पुग्नुभन्दा अगाडि आधी घन्टा पहिला चाहिँ म त्यो ठाउँमा पुग्ने प्लान लिन्छु जहिले पनि। उनीहरूको चाहिँ त्यहाँ हुँदैन अब है। अन्त कहिलेका हुन्छ त्यो प्रब्लम। त्योभन्दा आधी घन्टा पहिला चाहिँ म पुग्ने प्लान हुन्छ। अनि त्यो जब हुँदैन मलाई के लाग्छ भन्दाखेरि धुकचुक हुन्छ नि एक प्रकारको त्यो लाग्छ नि होइन। भन्नु त मैले हामीले आफूलाई हरेक कुरोमा डिसिप्लिन गर्नु जरुरी छ। आफूलाई पहिला म आफूलाई तब मात्रै परमेश्वरलाई म खोज्नु सक्छु। किनकि मेरो टाइम टेबल छ त, मेरो सेड्युल छ नि त। मेरोमा उठ्ने सेड्युल छ, खाने सेड्युल छ, मेरोमा सुत्ने सेड्युल छ, मेरोमा पढ्ने सेड्युल छ, मेरोमा सङ्गति जाने सेड्युल छ, बाइबल क्लास गर्ने सेड्युल छ, प्रार्थना गर्ने सेड्युल छ, वचन पढ्ने सेड्युल छ। तब मात्रै म परमेश्वरलाई खोज्छु। नभए म चाहिँ कस्तो भन्दाखेरि मौका पाएँ अब उदाहरणको लागि कतिजनाको त्यस्तो सेड्युल पनि नहोला। तर तपाईँलाई थाहा छ तपाईँ कति भित्र तपाईँले काम गर्न सक्नुहुन्छ? तपाईँ कति बजी उठ्न सक्नुहुन्छ? त्योभन्दा 10 मिनट अगाडि गर्नु पर्यो, उठ्नु पर्यो, 20 मिनट अगाडि उठ्नु पर्यो। त्यो कुरालाई मिलाउनु पर्यो। प्रार्थना गर्नु पर्यो, बाइबल पढ्नु पर्यो। हामीले आफूलाई डिसिप्लिन गर्नु सिक्नुपर्छ कि मैले बाइबल पढ्नुपर्छ भनिकन, हामीले आफूलाई डिसिप्लिन गर्नुपर्छ कि मैले प्रार्थना गर्छु भनिकन। यदि म बाइबल पढ्छु भनिकन डिसिप्लिन गर्नु म सक्दिनँ, प्रार्थना गर्छु भने म डिसिप्लिन गर्नु, म परमेश्वरलाई कसरी खोजिरहेको छौ त? लथालिङ्ग क्रिस्चियनहरू होइन। त्यही कारण परमेश्वर हुन्छ हामी उहाँलाई खोज्नु मेहनत गर्नुपर्छ। होसियारी साथ परमेश्वरलाई खोज्नुपर्छ। किन होसियारी? उहिलेको जमानामा गाउँको बुढाबुढीहरूले के भन्थ्यो भन्दाखेरि बोजूहरूले राति कुचो लगाएपछि बाहिर नफ्याँक्नु भन्थ्यो। होसियारी यहाँ छ क्या, बाइबलमा यहाँ भनेको छ। बुझ्नुभयो? यो सत्य कुरो। त्यति बेलाको जमाना चाहिँ अब बोजूहरूले चाहिँ फ्याँक्छ भनेर के अब त्यस्तै के अरे त्यो घरको सह जान्छ के भन्थ्यो क्या। तर अहिले राम्रो प्रकारले बुझ्दाखेरि चाहिँ घर राति केही कुरो झरेको कुरो चाहिँ अगर मैले कुचो लगाएर चाहिँ फ्याँकिदियो चाहिँ भोलि बिहान त म पाउँदिनँ नि त। तर हाम्रो त्यो कुखुराले खाइन्छ बिहान उठेर। बुझ्नु भएन? कुखुराले खाइदिन्छ गाउँ बस्तीमा हो त। त्यही कारण चाहिँ बेलुका बढाएको कुरो चाहिँ कुनामा राख्नु भन्थ्यो कि त समाएर राख्नु भन्थ्यो, ताकि भोलि केही हराएको छ भने पनि त्यहाँ खोज्न पाउँछ भने चाहिँ बुढाबुढीले भन्थ्यो। तर उनीहरूले चाहिँ त्यसरी चाहिँ भन्दैन थियो, तर सहज जान्छ भन्थ्यो। तर एक्चुअली चाहिँ कुरो चाहिँ त्यो होसियारी साथ परमेश्वरलाई खोज्नु पर्यो हामीले। किनकि के छ, संसार डरलाग्दो छ। तपाईँ र म संसारमा कतिपल्ट जान सक्छौँ। कसरी होसियारी साथ परमेश्वरलाई खोज्नु पर्ने? गौतम बुद्धले कसलाई खोजे? उसले कुन चाहिँ डाइरेक्सन पाए? के परमेश्वरले खोज्नुले पाए? पाएन। उसले शैतानिक डक्ट्रिन लिएर आयो। बुझ्नुभयो? ईश्वरीय डक्ट्रिन छैन उसको धर्म अनुसार। मोहम्मदले होइन, मोहम्मदले उसले पनि तपस्या गरे, खोजे भनेको छ। उसले के गरे? गाब्रिएल दूतले मलाई दर्शन दियो भनेको छ। तर उसको जुन चाहिँ सिद्धान्त थियो के थियो? ईश्वरीय छ? छैन। होसियारी साथ परमेश्वरलाई खोज्नु भन्नु मतलब चाहिँ रियलमा हामी परमेश्वरको आराधना गरिरहेको छौँ कि छैनौँ? रियलमा परमेश्वरमा छु कि छुइनँ?
पहिलो कुरो आफूलाई, दोस्रो कुरो मैले जे कुरोहरू पाइरहेको छु के यो कुरोबाट परमेश्वरको आराधना हुन्छ के, या यो कुरोहरू परमेश्वरलाई महिमा मिल्छ के, यो कुरोहरू परमेश्वरलाई मेरो समय मिल्छ के, यो कुरो मैले परमेश्वर समय दिन सक्छु के, महत्त्वपूर्ण कुरो। एकाड होसियारी साथ खोज्नुपर्ने कुरो होइन। खोज्नुपर्ने कुरोको अर्थ चाहिँ एउटा थियो काम हो, परिश्रम हो, मेहनत हो होइन। यसले चाहिँ किन आउँछ भन्दाखेरि मैले फेला पार्नु, मैले पाउनु अथवा त्यो कुरा पत्ता लगाउनु। उहाँ चाहिँ साँचो परमेश्वर रहेछ, उहाँ चाहिँ शक्तिशाली परमेश्वर रहेछ होइन। यो कारणले गर्दाखेरि हामी उहाँलाई खोज्न, जब तपाईँ हराएको वस्तुबाट अज्ञात ठाउँमा या नयाँ जानकारी खोज्दै हुनुहुन्छ, हामी नयाँ जानकारी खोज्छौँ थाहा छ। परमेश्वरलाई तपाईँले मैले खोजेर भेटाउँछु, उहाँ कति महान हुनुहुन्छ। लेकिन उहाँ अनन्तको परमेश्वर, उहाँ महान परमेश्वर, उहाँ शक्तिशाली परमेश्वर, सामर्थ्यको परमेश्वर, अद्भुत परमेश्वरलाई हामीले प्रतिदिन उहाँलाई खोज्नुपर्छ, उहाँ कहाँ जानुपर्छ। उहाँ चाहिँ त्यति महान परमेश्वर, उहाँको रहस्यलाई हामी बुझ्न सक्दैन हाम्रो मानिसको समझले, र पनि हामी उहाँलाई विश्वासको साथमा खोज्छौँ भने हामी पाउँछौँ उहाँलाई। त्यही खोज्नुपर्छ उहाँलाई। त्यतिकै मैले भन्छ त्यतिकै परमेश्वरलाई बाटोमा पाउने परमेश्वर हो, तर पनि उहाँ महान हुनुहुन्छ, तर पनि उहाँ शक्तिशाली हुनुहुन्छ। उहाँ अनन्तको परमेश्वर छ, जसको अन्त छैन, जसको सुरुवात छैन। त त्यो परमेश्वरको पनि हामीले खोज्नु पर्यो नि त। हेर खोज्नुपर्ने कुरो आउँछ। तपाईँले यो पेनको बारेमा सोच्नुहोस्, एउटा पेन छ, यो पेनको बारेमा विश्लेषण गर्न सक्नुहुन्छ? यो विश्लेषण पत्रको विशेष बारेमा यसको खोजतलास गर्न सक्नुहुन्छ? भन्नु भने हामीले के थाहा छैन बिस्लेरीको पानीको बोतलको बारेमा होइन, तर यसलाई जब हामीले खोज्छौँ नि, यसको धेरै कुरो छ जो हामीले जानेकै छैन। हामी गर्थ्यौँ यसको लागि, नेपाली भाषामा महा गर्थ्यौँ होइन र। हामी त्यो दोकानमा गयो, ठक्क पैसा दियो, पानी पिने मात्रै सोध्छौँ, अरू कुरो पनि सोध्दैन हामीले। तर भन्नु भने यसको बारेमा धेरै कुरो। त्यही कारण जुन परमेश्वर जसले स्वर्ग र पृथ्वीलाई बनाउनु भयो, त्यो परमेश्वर त कति महान हुनुहुन्छ। यसकारण उहाँलाई खोज्नुपर्छ हामीले होइन। कहिले त मान्छेले त होइन, पत्नीले त पतिले जान्दैन, पतिले त पत्नीले जान्दैन होइन र, कतिको होइन र। एकजना आफ्नो स्त्री आफ्नो पत्नीले आफ्नो पतिलाई चिन्दैन, आफ्नो पतिले आफ्नो पत्नीलाई चिन्छ। कति मान्छेभित्र त्यति गहिरो छ भने जो महान परमेश्वर हुन्छ, जस्तो तपाईँ र मलाई भएर त्यो परमेश्वर कति महान छ। किन उहाँलाई खोज्नु जरुरी छ हामी तपाईँ होइन। नेपाली शब्दमा भन्छन् दिलो ज्यानले खोज्नुपर्छ उहाँलाई, दिलो ज्यानले। पहिला हामी गाउँतिर फुटबल खेलिन्थ्यो, प्लास्टिकको गोली है, जङ्गलतिर पसेर हराउँदैको अब त्यो खेलको कति मजा आइरहेको हुन्थ्यो। अनि तर अब त्यो खेलको जसमा हामीले त्यो सिस्नु गाडी होस् कि काँडा होस् कि खोज्थ्यो क्या। बुझ्नुभयो कुरा? परमेश्वर हामीले कहिले काहीँ उहाँलाई खोज्दा दिलो ज्यानले खोज्नुपर्छ, एकपल्ट लागेर, ढिट लागेर, जिद्दी लागेर खोज्नुपर्छ होइन। हाम्रो समझले नभाउने उहाँको बारेमा बुझ्दैनौँ धेरै समय, तर उहाँलाई खोजिरहनुपर्छ हामीले। हाम्रो समझदेखि बाहिरको उहाँ परमेश्वर, तर फेरि उहाँलाई अर्को दृष्टिकोणले हेरौँ। उहाँ के हुनुहुन्छ? तपाईँ र मलाई वचन संसारमा हुनुहुन्छ, उहाँलाई खोज्न सक्छ होइन। अब खोजी शब्दमा हामीले परमेश्वरलाई जिद्दी गरेर खोज्नुपर्छ। कसले जिद्दी गर्छ? बाइबलमा जहिले भन्ने गर्छ। कसको कहानी छ जिद्दी गरेर परमेश्वरलाई उसले आशिष मागेको छ? हामी कहिलेकाहीँ त्यस्तो व्यक्ति हुनुपर्छ। साँच्ची भनेको सिरानीको ढुङ्गा लगाएर सुतेको थियो परमेश्वर होइन र। सिरानीको ढुङ्गा लगाउनु सजिलो हो? परिश्रम कठिनको कुरो। सिरानीको ढुङ्गा लगाएको परमेश्वरको दर्शन दिएको छैन उसले होइन र, कठिनको कुरो। अनि जब उसले परमेश्वरलाई खोज्न चाहन्छ, मलाई आशिष चाहिन्छ यस मलाई चाहिन्छ, जेसुकै होस्, म लङ्गडे हो कि म पूजा हो कि, तर मलाई चाहिन्छ प्रभु आशिष। त्यहाँदेखि याकुबको नाम के हो? इजरायल। परमेश्वरलाई खोजेर उसले पाएको हो त होइन र। हामी कहिले हामी यस्तो निराशा हुन्छ यस्तो होइन। परमेश्वर खोज्नुहोस्, जिद्दी आफ्नो जिद्दी गर्नुहोस् न। कहिले काहीँ
नयाँ नियममा भनेको छ नि होइन, प्रभु यीशु मसीह सानो भनेको छ होइन, एउटा स्त्रीले एउटा के भन्छ क्रूर राजालाई घरिघरि आएर मेरो के भनेको छ कसो थाहा छ, मेरो विषयमा न्याय गरिदेऊ न्याय गरिदेऊ भन्दा के भनेको छ, त्यो क्रूर राजाले पनि दिक्क लगायो भनेर चाहिँ के गर्छ भनेको छ, त्यो न्याय गरिदिन्छ भन्छ। अनि हाम्रो प्रार्थना हाम्रो परमेश्वरको सम्बन्धको खोजाइ त्यो हुनुपर्छ, एकुरे हुनुपर्छ परमेश्वर कुरोहरूमा एकुरे लाग्यो। हामी संसारको कुरोमा ड्रग्स एडिक्टहरू होइनौँ, तर आत्मिक कुरोहरूमा चाहिँ कहिलेकाहीँ एडिक्ट हुनुपर्छ, त्यस्तो कुरोमा जो चाहिँ हामीलाई परमेश्वर पाउने कुरोहरूमा नसा लागे जस्तो हुनुपर्छ भने क्या होइन र। जति बेला उठ्यो प्रभु मलाई यस्तो हुने, जति बेला उठ्यो प्रभु मलाई यस्तो, साँच्ची कहिलेकाहीँ हामीले त्यस्तो प्रकारको जिद्दी प्रार्थना गर्नुपर्छ तर प्रभुसँगको त्यो परमेश्वरको खोजाइ हो तपाईँले मेरो होइन। अर्को कुरो छ, नपाइन्जेलसम्म त्यही नै रहनुपर्छ, नपाइन्जेलसम्म त्यही रहनुपर्छ। हामी बल्छी खेल्दाखेरि के गर्छ, पर्खी बस्छ कि बस्दैन होइन, ढुकी बस्छ क्या अब होइन, फाँसी आजकल फाँसी खालको बल्छी लाउँछ होइन, पर्खी बसेको कति बेला चाहिँ हलिन्छ र होइन र, कति बेला चाहिँ हलिन्छ नभए होइन, नभए अब होइन फिसिङ रड अब यसो राखिबसेका हातमा पहिला यसो राखिरहेको हुँदैन र, त्यो कति बेला ठ्याक्क तानिहाल्छ नि तपाईँ हामी होइन, लागि पर्नुपर्छ परमेश्वरमा, त्यो उहाँसँगको खोजाएर उहाँलाई पाउनु होइन। अर्को कुरो उहाँलाई पाउने उपाय तरिकाहरू लगाउनु पर्छ, उपाय गर्नु पर्यो, तरिका गर्नु पर्यो, परमेश्वरलाई कसरी पाउँछु भने कसरी खोज्नु पर्ने होइन। मैले होइन प्रार्थनामा गएँ, अब तपाईँको प्रार्थना के छ, अब तपाईँ के चाहनुहुन्छ। मेरो बुढा हामीले अस्तिको दिन मात्रै हामी बात गर्दै थियौँ, हाम्रो जीवनको कुरोहरूलाई हामी विषयमा बात गर्दै परमेश्वरले। म यहाँ मुम्बई बसेको 29 वर्ष भयो, अनि 29 वर्ष पछाडिको कहानी जब हेर्छौँ भने त्यो सुरुको दिनको कहानी 29 मे 98 2 तारिक मुम्बई आएको मलाई थाहा छ त्यो दिन। अनि त्यसको 4 दिन बादमा मैले काम गरेको मलाई थाहा छ, कुन कस्तो प्रकारले काम गरेँ कस्तो। अनि जब आज फर्केर प्रभु धन्यवाद तपाईँ कति महान हुनुहुन्छ भन्ने बुझेँ। तर हेर्नुहोस् यदि म परमेश्वरमा नहुनु हो भने चाहिँ मैले गरेँ नि भन्थेँ क्या, मैले गरेँ नि भन्थेँ क्या, बुझ्नुभयो। मेरो तागतले मेरो ज्ञानले मेरो बुद्धिले मेरो शक्तिले भन्नु सक्थेँ, तर प्रभुलाई धन्यवाद दिन्छु, प्रभुमा भएको कारणले गर्दाखेरि श्रेय प्रभुलाई जान्छ हरेक कुरोको लागि, हरेक कुरोको लागि। ठिक है, हामी परमेश्वरमा रहन सिक्नुपर्छ, परमेश्वरबाट पाउने ब्लेसिङ पाउने कुरोलाई हामी हेरिबस्नुपर्छ होइन, हामी प्रार्थना गर्नुपर्छ। तपाईँको इच्छा के छ ओके। मैले तपाईँहरूलाई यहाँदेखि भनेको थिएँ, मैले धेरै साल अगाडि प्रार्थना गरेको थिएँ सेवकको विषय लिएर, विभिन्न कुरोको विषय लिएर प्रार्थना उत्तर दिनुभएको छ होइन। लगातार होइन वचन पढ्नुपर्ने, उपवास बस्नुपर्ने, सेवकाईतिर ध्यान दिनुपर्ने, सधैँ ध्यान दिनुपर्ने होइन। आफूलाई रहँदा बस्दा बातचित गर्दा परमेश्वरलाई खोज्ने कुरोमा हामी लागिरहनुपर्छ, हरेक कुरोमा परमेश्वरलाई खोज्ने कुरोमा लागिरहनुपर्छ होइन। आज खोज्यो भोलि होइन, हुँदैन क्या। शिकार खेल्नु गएको जस्तो होइन, परमेश्वरलाई शिकार खेल्नु जान्छ तपाईँलाई थाहा छ गाउँमा, परमेश्वरलाई शिकार खेल्नु गएको जस्तो होइन क्या। आज गएर शिकार ल्यायो, भोलि पकायो, फेरि पर्सि 2-3 दिन अब जानुपर्छ भने होइन क्या। परमेश्वरलाई एभ्रिडे खोज्नुपर्छ उहाँलाई हामी होइन। भजन सङ्ग्रह साम्स भजन सङ्ग्रह 145 18 भन्छ, परमप्रभुलाई पुकार गर्नेहरू सबैका नजिक उहाँ हुनुहुन्छ, सबैका नजिक जसले उहाँलाई सत्यतामा पुकार्दछ। अब नजिक आउने विषय, तपाईँको नजिकको साथीलाई तपाईँ कतिले चिन्नुहुन्छ, तपाईँको नजिकको म्याडमलाई कतिले चिन्नुहुन्छ, तपाईँको नजिक छ नि होइन, तपाईँसँग बस्छ खान्छ त तपाईँ चिन्नुहुन्छ, नजिक छ। कतिको तपाईँ चिन्नुहुन्छ, नजिक छ र पनि चिन्दैन। बुझ्नुको कुरा मैले भन्न चाहेको मतलब मण्डलीमा आएको तपाईँसँग भएको नजिकको व्यक्ति तपाईँ कतिको चिन्नुहुन्छ, तपाईँलाई नाम थाहा छ, ऊ कुन ठाउँको, कुन गाउँको, कुन जग्गाको, कति वर्ष भयो मुम्बईमा आएको तपाईँलाई थाहा छ। कति कुरो यो कुरो सिम्पल गरेको कुरा हामीलाई एकदम जानकारी कुरो होइन। प्रभु यीशु मसीहले जक्कैलाई
ए मान्छे यहाँ आइज भनेको छैन, ए केटा यहाँ आइज भनेको छैन क्या। के भनेको छ? ए जक्कै तलकोले आइज। परिचय, फुल्ली परिचय भन्नु मतलब येशू प्रभुलाई जक्कैको बारेमा पुरा आइडेन्टिटी के भन्छ उसको बायोडाटा प्रभु येशू मसीहलाई थाहा थियो। नजिक नजिक भन्नुको मतलब चाहिँ हामीले कसैको पुरा बायोडाटा हामीले चिन्नुपर्छ। बुझ्नुभयो हैन? परमेश्वर अनुग्रहकारी हुनुहुन्छ भन्ने कुरो पनि थाहा छ भने उहाँ न्यायी परमेश्वर पनि हुनुहुन्छ है। उहाँ अनुग्रहकारी परमेश्वर हुन्छ भने उहाँ न्यायी परमेश्वर पनि हुनुहुन्छ, उहाँ कठोरको परमेश्वर पनि हुनुहुन्छ। तर जब हामी उहाँ नजिक कहाँ जान्छौँ नि परमेश्वरले लाग्छ जानु भन्दैन क्या। बुझ्नुभयो कुरा हैन? गाईलाई दुध दुहुनु गएको बेलामा कहिले गाई लात हान्ने हुन्छ नि, त्यस्तो प्रकारको परमेश्वर हुनुहुन्न। बुझ्नुभयो? हामी जब उहाँको नजिक जान्छौँ उहाँले तपाईँले मलाई के गर्नुहुन्छ? छेउमा आइज न। बुझ्नुभयो कुरा? अझ अलिक छेउमा आइज न। बुझ्नुभयो कुरा? हामी चाहिँ परमेश्वरको नजिक कहाँ जाँदै जाँदैनौँ त। अनि परमेश्वरले तपाईँले मलाई जबरजस्ती तान्दैन नि त। नजिक आएको मतलबै त्यही हो, उहाँ नजिक हुनुहुन्छ होइन? हामी नजिक जाँदै जाँदैनौँ परमेश्वर। किन नजिक जाँदैन? कहिले चाहिँ हामी पाप गर्छौँ, अधर्म गर्छौँ, झुटो जीवन जिन्छौँ, घिनलाग्दो जीवन जिन्छौँ। मलाई पाप गर्नु मजा आएछ, पापको जीवन जिउनु मजा आउँछ। परमेश्वरका नजिक कहाँ जानु र? धेरै क्रिस्चियनहरू पनि यो प्रकारको छ भने धेरै प्रभुको सुसमाचार सुनेको मान्छेहरू पनि यसकारण प्रभुको नजिक छैनन्। तर बाइबलले भन्छ प्रभु तिमीहरू के भन्छ यहाँ भन्छ होइन? परमप्रभु प्रभुलाई पुकार गर्नेहरूका नजिक उहाँ हुनुहुन्छ, सबैका नजिक जसले उहाँलाई सत्यतामा पुकार्दछ। नजिक है। याकुब 4:8 के भन्छ? जेकब 4:8 के भन्छ? परमेश्वरको नजिक आओ र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ। पापी हो तिमीहरूका हात चोखा पार, दमनका मानिस हो तिमीहरूको हृदय शुद्ध पार। यही चाहिँ के भन्छ? हामी पापी भए कारणले गर्दा नजिक जाँदैनौँ, हाम्रो हृदय चोखो छैन, हामी उहाँ कहाँ जाँदैनौँ, अनि हामी दमनको छौँ। दमनको मतलब के हो? विश्वास गरौँ कि नगरौँ? यता विश्वास गर्नुपर्ने त्यता विश्वास गर्नुपर्ने हो। दुध भातको जीवन जिरहेको छ हामी, नेपाली भन्दैन होइन? दुध भातको जीवन। अब परमेश्वर भने त्यस्तो मान्छेहरू म कहाँ हो र पनि म कहाँ हो भन्दैछ। म कहाँ हो होइन? हृदय शुद्ध पार म कहाँ? परमेश्वर हुन्छ नजिक आउनुपर्छ। यदि तपाईँको जीवनको बारेमा बुझ्नको लागि हो भने, यदि तपाईँको व्यक्तिगत जीवनको बारेमा बुझ्नको लागि प्रतिदिन परमेश्वरका नजिक कहाँ जानु तपाईँले आफूलाई चिन्नु थाल्नुहुन्छ। ऐनाले के गर्छ तपाईँलाई? परमेश्वर ऐना जस्तै हो। तपाईँको चेहरामा भएको सबै कालो धब्बाहरू देखाइन्छ क्या। ऐना चाहिँ ऊ पराका म यहाँदेखि देख्छु हुन्छ हुँदैन नि त। म ऐनाको नजिक जानुपर्छ। अनि जब म ऐनाको नजिक जान्छु के हुन्छ? मेरोमा भएको सबै दागहरू देख्छ। अनि म के गर्छु होइन? दिदी बहिनीले भने जस्तै के गर्छ? त्यो मेकअप गर्छ होइन? के भन्छ त्यो? फाउन्डेसन लाउँछ। फाउन्डेसन लाउँछ होइन र? फाउन्डेसन लाउँछ। जब हामी परमेश्वरको नजिक जान्छौँ भने हाम्रो सबै दाग धब्बा दिन्छ। अनि जति नजिक जान्छौँ हामी हाम्रो दाग धब्बा त्यति त्यो दाग धब्बालाई हटाउनको लागि हामी फेरि कोसिस गर्न थाल्छौँ। बुझ्नुभयो कुरा? ऐना चाहिँ पर राखेर हुँदैन कहिले पनि होइन? किनभने होइन दिदीबहिनीको ब्यागमा ऐना हुन्छ क्या होइन? हो यो होइन, यो नेचुरल कुरो हो। दिदीबहिनीको ऐना किनभने नजिकबाट मेरो अनुहार हेर्नु पऱ्यो नि त होइन र? किन होइन? परमेश्वरको सुन्दरतालाई त्यसलाई मेकअप गरियो होइन? मेकअप भनिन्छ, त्यसलाई राम्रो देखोस् भनेर भनिन्छ। त अब हाम्रो जीवनको पनि त धेरै त्यो भन्छ नि दागहरू छ नि त हाम्रो जीवनमा होइन र? अन्त हाम्रो जीवनमा दागहरू छ। त म दागहरूलाई देख्नको लागि चाहिँ प्रभु कहाँ नजिक कहाँ जानु भने प्रभुको नजिक जब जान्छु मेरो जीवनको हरेक दागहरू देख्छु भने म के गर्न थाल्छु? त्यो दागहरूलाई मेटाउनु कोसिस गर्छु। प्रभु यसो नजिक आऊ। प्रभुले भन्दैन ए पापी त उता जा भन्दैन। यीशु प्रभुले कहिले भनेर ए पापी त उता छ, ए बेस्या त जा भनेन। प्रभु यीशु पापीहरूलाई आउन देऊ भन्नु छैन र? म पापलाई घृणा गर्छु, यसरी म पापलाई घृणा गर्छु तर म पापलाई के गर्छु भन्नु त परमेश्वरले के चाहँदैछ भन्दा छ हामी तिमी आफै आफमा डिपेन्डेन्ट नहो। तिमी जब मेरो नजिक आउँछौ तिमीले आफ्नो कुरोहरू देख्छौ र तिमीलाई त्यो कुरोले छुटकारा दिने मै नै हो।
हामी परमेश्वरको नजिकै जाँदैनौँ। यस नजिक जानुपर्छ परमेश्वरको नजिक, होइन? म यदि मैले यहाँ कालो लगाएँ, कालो लगाएको छु, पर सुजल भाइले मेरो यहाँ देखेन भने के हुन्छ? तर सुजल भाइले नजिकमा आयो, यो तपाईँ कालो लागेको छ जस्तो, होइन? तब थाहा पाउँछु त, होइन? परमेश्वर नजिक आउन चाहनुहुन्छ हामी, होइन? यो कारण परमेश्वर चाहनुहुन्छ उहाँको नजिक रहेको चाहनुहुन्छ, होइन? उहाँको नजिक जानु। हामी हाम्रो विश्वासले परमेश्वरको नजिक जान सक्छौँ। के गर्छ त? यदि तपाईँको जीवनमा सुधार र परिवर्तन हुन चाहनुहुन्छ, यदि तपाईँ परमेश्वरमा साँचो परमेश्वरलाई पछ्याउने व्यक्ति हुन चाहनुहुन्छ भने परमेश्वरको नजिक जान सिक्नुपर्छ। नजिक जानु मतलब के हो? यसो गएर आउनु, होइन? त्यो नजिकको मतलब, त्यसलाई नजिक भन्दैन। नजिकको मतलब चाहिँ भन्छ म गएर उहाँसँग के गर्नु, अलि बस्नु, बुझ्नुभयो कुरा? उहाँसँग समय बिताउनु, उहाँसँग रहनु। नजिकको मतलब चाहिँ हो कि उहाँको कुरो मैले सुन्नु, मेरो कुरो उहाँले सुन्नु। नजिकको मतलब चाहिँ हो कि एक दुसरा पारदर्शी हुनु, परमेश्वर कुरो र मेरो कुरोमा उहाँसँग डिपेन्डेबल हुनु। नजिकको मतलब चाहिँ, नजिक मतलब चाहिँ त्यो अङ्गालो मारिन्छ हे दोस्रोटी भन्ने कुरो होइन। रियलमा नजिकको मतलब चाहिँ के हो? परमेश्वरको नजिक, उहाँका पवित्र हुनुहुन्छ, उहाँको पवित्रताले मेरो अपवित्रतालाई छर्नमा देखाउँछ नि त। उहाँ ज्योति हुनुहुन्छ, म अन्धकार छु, त्यही कारण मेरोमा भएको अन्धकार म उहाँको देख्छु जब म उहाँको नजिक जान्छु। किन बाइबलले के भन्छ? म संसारको ज्योति हुँ, होइन र? होइन, यो कारण बाइबलले भन्छ हामी हाम्रो शुद्ध हृदयले परमेश्वरलाई नजिक जान सक्छौँ, होइन? हाम्रो शुद्ध हृदयले परमेश्वरको नजिक जान सक्छ। शुद्ध हृदय, अब हाम्रो सोच परमेश्वरप्रति कस्तो सोच छ? कतिपल्ट हाम्रो सोच यस्तो हुन्छ, प्रार्थना गरेको छौँ, चर्च आइरहेको हुन्छ, तर यस्तो सोच हुनसक्छ म त बाँचेको छुइनँ ल, म त पवित्र छुइनँ। अनि यो कारणले गर्दा कतिपल्ट हामी प्रभुदेखि टाढो हुन्छ रियलमा। तर हामी के गर्नु पऱ्यो? परमेश्वरमा जानु पऱ्यो। प्रभु पुत्रको बाउले बाइबलमा कहाँ छ? लुका 15, होइन? लुका 15 छ, होइन? के भनेको छ? हराएको छोरालाई प्रभुले चाहिँ पहिला लुगा फेरेर आइज भनेको छ क्या। त्यति बेला अङ्गालो मारेको छ। जब हामी नजिक जान्छौँ नि, त्यो बाउले छोरालाई अङ्गालो मारे चाहिँ तपाईँलाई प्रभुले अङ्गालो मार्नुहुन्छ। हाम्रो कुरोलाई तिमी मैला छौ, तिमी सुँगुरको चारो खाएर आएको, लुगा धोएर हो, मुख धोएर हो, कपाल धोएर भन्नु न, तर उहाँले तपाईँको अङ्गालो। तर हामी उहाँको नजिक जानु पर्यो, होइन? नजिक अर्थ एउटा यो शब्द हो जसले स्थिति वा दूरी स्थानलाई वर्णन गर्छ, होइन? दूरी, टाढोको कुरो। तर म टाढो छु, अब म प्रभुको नजिकमा जानुपर्छ भने हो। पहिला म पापमा थिएँ, मैले पापको कुरोलाई पनि धेरै म नजिक थिएँ। अब परमेश्वरको कुरोमा म नजिक हुन सिक्नुपर्छ। मैले परमेश्वरको कुरोमा बस्न रहन सिक्नु पर्यो मैले। पहिलोपल्ट जब जाँदाखेरि कस्तो हुन्छ? फर्स्टपल्ट तपाईँ स्कुल छोडेर जब जानुभयो कस्तो भयो? त्यो मालिकसँग बस्नु निकै गाह्रो लाग्यो नि, होइन? त्यो मालिकसँग बस्नु निकै गाह्रो लाग्यो, म्यानेजरसँग बस्नु निकै गाह्रो लाग्यो, पारै नमिल्ने, तालमेल नमिल्ने। तर गर्दा बस्दा के हुँदै गयो? अब मजा हुन थाल्यो नि, होइन? परमेश्वरको सम्बन्ध त्यही हो। जब हामी नजिक हुँदै जान्छौँ, उहाँसँगको सम्बन्ध हाम्रो अझै गएर जान्छ। स्थान दूरीले वर्णन गर्छ, जसको अर्थ चाहिँ हो अझै धेरै नजिक परमेश्वरमा हुनु हो। परमेश्वरको नजिक हो, परमेश्वरको नजिक छौँ हामी, तर पनि हामी कतिको नजिक छ त्यो कुरो तपाईँ आफैलाई थाहा छ, होइन? त्यो कुरो मैले यहाँदेखि निर्णय गर्नु सक्दैन। यो कुरो मेरो आफ्नो कुरो, त्यो तपाईँको। तर तपाईँ र हामी परमेश्वरको नजिक कतिको छौँ, होइन? यसैले तपाईँ हामीबाट परमेश्वरको कति टाढो हुनुहुन्छ भन्ने बताउँछ, होइन? परमेश्वर कति टाढो हुन्छ भन्ने। अब तपाईँ बुझ्नु परमेश्वर कति टाढो छ तपाईँलाई थाहा छैन, होइन? थाहा छ? हर सेकेन्ड हर पल तपाईँलाई थाहा हुन्छ परमेश्वर मदेखि कति टाढो छ र म परमेश्वर कति नजिक छु भनेर। अघि मैले भने के भने? हामीले हाम्रो जीवनलाई मेन्टेन गर्न सिक्नुपर्छ, हामीले हाम्रो जीवनमा डिसिप्लिन गर्न सिक्नुपर्छ भन्ने कारण त्यही हो। सम्बन्ध छैन भने आफै टाढो भइहाल्छ। सम्बन्ध छैन भने के हुन्छ? आफै टाढो हुन्छ।
केही गर्नु पर्दैन। बुझ्नुभयो? सम्बन्ध छैन भने आफै टाढो हुन्छ, त्यतिकै टाढो हुन्छ, त्यसमा केही रिजनै छैन होइन। के भन्छ? सम्बन्ध राख्नुपर्छ परमेश्वरसँग। सम्बन्ध राख्ने कुरो चाहिँ के हो? बाइबल पढ्नु पर्यो, प्रार्थना गर्नु पर्यो, सङ्गति जान्नु पर्यो। परमेश्वर कुरोको लागि म सम्बन्ध राख्ने जहिले कोसिस गर्नु पर्यो। उसका सम्बन्ध बाँध्ने मैले कहिले पनि जब कोसिस गर्नु उपाय गर्नु पर्यो, होइन न? कहिलेकाहीँ असल साथीहरूसँग डिस्कस हुन्छ, झगडा हुन्छ, तर हामी के गर्छौँ? त्यतिकै छोड्दैन क्या। त्यो साथीलाई फोन गरेर हुन्छ कि म्यासेज गरेर हुन्छ कि या त भक्कु जिस्काएर हुन्छ कि मस्ती गरेर हुन्छ कि या त उसलाई फकाएर हुन्छ कि गिफ्ट दिएर हुन्छ कि म उसँग सम्बन्ध राख्न चाहन्छु क्या। सम्बन्ध परमेश्वरको त्यही हो होइन? सम्बन्ध राख्नुपर्छ हामीले। दोस्रो कुरो छ, विश्वास गर्दैन भने परमेश्वरदेखि हामी टाढो हुन्छ। तपाईँ विश्वास गर्नुहुन्न भने परमेश्वर तपाईँ त्यतिकै टाढो। विश्वास गर्नु भनेको चाहिँ त्यो कस्तो भन्दाखेरि परेको बेलामा मात्रै होइन। फेरि बुझ्नुभयो कुरा? त्यो चाहिँ तपाईँको विश्वास, बाइबलले विश्वास भन्ने मागेको चाहिँ कन्टिन्यू खोला जस्तो बग्नुपर्छ। त्यो हिउँदोमा चाहिँ हटटट के अरे बर्खामा चाहिँ अब कुनै त्यो के अरे गाउँ बस्तीले जाने खोला र हिउँदोमा चाहिँ सापाक सुन्नु पर्यो। त्यो विश्वास कुरो गर्दैन बाइबलले भन्छ टिस्टा खोला गयो जस्तो सधैँ। नेपालको सेती खोला गयो जस्तो सेती खोला कहिले सुक्छ? सुक्दैन होइन, कहिले पनि सुक्दैन। विश्वास त्यही हो। बाइबलले भन्छ यदि परमेश्वरलाई हामीले उहाँसँग नजिक चाहन्छ हामी उहाँसँग टाढो हुनुहुँदैन, सधैँ नजिकमा जानुपर्छ। विश्वास गर्न सिक्नुपर्छ हामीले, सिक्नु पर्यो। विश्वास गर्न सिक्नुपर्छ हामीले। यस कारण त्यहाँनिर प्रभु यीशु मसीहको चेलाहरूले भन्दछ नि, प्रभु हाम्रो विश्वास बढाइदिनुहोस् न भनेको छ। तपाईँलाई थाहा छ? प्रभु हाम्रो विश्वास बढाइदिनुहोस् न भनेको छ। भन्नुमा त चाहिँ परमेश्वर चाहनुहुन्छ कि हामी उहाँको नजिक रहेको, मतलब यदि हामी उहाँसँग नजिक छैनौँ भने हाम्रो विश्वास छैन होइन। विश्वास गर्दैनौँ भने हामी टाढा रहन्छौँ। कस्तो विश्वास? आइपर्दाको विश्वास होइन नि। बाइबलले भनेको विश्वास चाहिँ आइपर्दा होस् कि तपाईँमा सफिसियन्ट होस्। प्रशस्त तपाईँ सुनकै टेबलमा चेयरमा बसेको होस् कि तपाईँ के भन्छ के अरे अयुबले भने जस्तै के अरे बोराको लुगा लगाएर बस्दा पनि उसले परमेश्वरलाई पुकारेको, त्यो प्रकारको परमेश्वरप्रतिको विश्वास कुरो आउँछ बाइबलले भन्छ। किनभने विश्वास गर्न सिक्नुपर्छ हामीले, परमेश्वरलाई विश्वास गर्नु। अब विश्वास गर्न सिक्नुलाई चाहिँ हुँदैन, टाढो बसेर हुँदैन, नजिकमै बस्नुपर्छ। लड्दै पढ्दै राम परमेश्वर होइन। पति पत्नीको जीवन त्यस्तै हुन्छ होइन? पढ्दै बाप पनि जिन्दगी काट्दै हुन्छ नि कहिले। हस्बेन्ड वाइफको जीवन त्यस्तै हुन्छ जहिले पनि होइन। अमिया निशा त्यस्तै छ नि होइन? सबैको जीवन त्यस्तै हुन्छ, हाम्रो जीवन त्यस्तै छ, त्यस्तै जीवन छ। लड्दै र पढ्दै भए पनि हामी जीवन काट्छौँ। हामी विवाहित जीवन त्यही हो। अनि एक दुसरालाई विश्वास गर्नै पर्छ। जब त्यो विश्वास हट्छ सम्बन्ध सक्यो त्यहाँदेखि सक्यो त्यहाँदेखि उपारी मुवारी भने चाहिँ हुन्छ। एउटै घरमा हुन्छ र पनि हुँदैन, एउटै घरमा हुन्छ तर एउटै घरको हरेक कुरो सेयर गरिन्छ तर पनि एक हुँदैन। भन्नु त चाहिँ विश्वास गर्न परमेश्वरलाई सिक्नुपर्छ तपाईँ र मैले होइन। चौथो कुरो लेनदेन हुनुपर्छ। हामी चाहिँ लेनदेन छैन भने धेरै टाढो हुन्छ। अब लेनदेनै छैन भने के गर्नु त? तपाईँलाई थाहा छ म है लेनदेन हामी गर्छौँ, हामी लेनदेन गर्ने कोसिस गर्छौँ होइन। केही न केही कुरो लेनदेन गर्छौँ होइन। कहिलेकाहीँ म कसैको कोही कुरो लिएर जान्छु, कोही मेरो घरमा आउँछ, त्यो लेनदेनको कुरो हो। अब लेनदेनै छैन भने उताको मान्छेमा आउनु अप्ठ्यारो, यता मान्छे जानु अप्ठ्यारो क्या। बुझ्नु कुरा होइन र? हुँदैन त्यस्तो कुरो हुन्छ नि, त्यो पनि हुन्छ। लेनदेन छैन भने सम्बन्ध हुँदैन, टाढो हुँदै जान्छ। हाई हल्लो मात्रै हुन्छ। मुम्बई भनेपछि अब उहिलेको जमानामा लेटर थियो भने अहिलेको जमाना फोनमा त ह्याप्पी बर्थडे भन्छ। उहिलेको जमाना ह्याप्पी बर्थडे सिस्टम थिएन, तर अहिले फोनमै ह्याप्पी बर्थडे सबै सब केक सेक सबै काटिदिन्छ क्या। त्यो खालको लेनदेन परमेश्वरलाई चाहिँदैन। त्यो खालको लेनदेन कुरो
परमेश्वरलाई लेनदेन गर्नु तपाईँको उहाँसँग सम्बन्धको जिउको कुरा आउँछ होइन। चौथो कुरो लेनदेन गर्दैन परमेश्वरको लेनदेन छैन। यदि परमेश्वरसँग हामी लेनदेन छैन भने के गर्नु? त्यही कारण हामी परमेश्वरसँग लेनदेन गर्ने कुरो के गर्छौँ? धेरै कुरो गर्छौँ होइन, धेरै कुरो गर्छौँ त परमेश्वरसँग लेनदेनको कुरो होइन, लेना देना होइन, परमेश्वरसँग लेनदेनको कुरो गर्छौँ हामी भनेर गरिरहेको छौँ। उहाँसँग आवाज जावत गर्नुपर्छ, परमेश्वरसँग आवाज जावत गर्नुपर्छ होइन, गर्नुपर्छ। परमेश्वरसँग आवाज गर्नुपर्छ, जाँदै गर्नुपर्छ परमेश्वरको नजिक। त्यो हुनैपर्छ हाम्रो ह्याबिट। 2 वर्ष जस्तो चल्छ, 2 वर्षको बाद चल्छ सबैजना नयाँ भयो। म जहिले पनि कालिम्पोङ जान्छु 1 वर्षमा सबैजना नयाँ हुन्छ, सबैजना नयाँ लाग्छ। हुन त त्यही सानसानो भाइ पनि बढेको क्या, बुझ्नु? किनकि म चर्च गएको कारणले गर्दाखेरि उनीहरूको लागि म नयाँ, मेरो लागि उनीहरू नयाँ हुन्छ। त्यही कारण जाँदै गर्नुपर्छ, आवाज जवाब गर्नुपर्छ चर्च सेवाकाईमा। भोलि म नयाँ हुन सक्छु या उनीहरू मदेखि नयाँ हुन सक्छ होइन। त्यो कारणले गर्दाखेरि अर्को कुरो ओके होइन, आवाज गर्ने कुरो प्रभुसँग हामी आवाज गर्नुपर्छ उहाँको कुरोहरू। तब त होइन हामी बाइबलमा हेर्छौँ नि, दानिएल परदेशभित्र परमेश्वरलाई कहिले पनि छोड्नु होइन, 3 पल्ट यो स्टाइलमा फर्किनुले प्रार्थना गर्थ्यो भनेको छ। बुझ्नु कुरा? दानिएल होइन बेबिलोनमा थियो तर उसले 3 पल्ट दिनमा प्रार्थना गर्थ्यो यरुशलेम फर्केर भनेको छ। अनि उसले यरुशलेमपट्टिको खिड्की खोलेर प्रार्थना गर्यो, मतलब परमेश्वरको नजिक हुन चाहन्थ्यो। त्यस्तो खालको तृषित थियो। तपाईँलाई थाहा छ हामी कतिको परमेश्वरको नजिक हुन चाहन्छौँ? किनकि हाम्रो परमेश्वर परिस्थिति ल्याएर मात्रै नजिक हुन्छ, तर बाइबलले भन्छ परिस्थिति बिना प्रभुको नजिक आउन सिक्नुपर्छ हामीले होइन। सधैँ परमेश्वरलाई फकाउनु पर्ने कुरो परमेश्वर होइन क्या होइन, तर सधैँ परमेश्वरमा जाने कुरा हुँदछ। जब हामी परमेश्वरलाई बोलाउँछौँ तब उहाँ हाम्रो नजिक आउनुहुन्छ होइन। बोलाउने केले? विश्वासले, हृदयले बोलाउनुपर्छ तपाईँ होइन। यो कारण परमेश्वर हुनुहुन्छ जब हामी उहाँलाई खोज्छौँ अनि पाउँछौँ। जब हामी पाउँछौँ उहाँलाई, उहाँको नजिक रहन सिक्नुपर्छ हामीले, उहाँको नजिक बस्न सिक्नुपर्छ हामीले होइन। कतिजना हामीसँग टाढा नै भएको छ कारण हामी परमेश्वरको कुरो गर्छौँ, हामीसँग बात पनि मार्दैन, कतिजना हामीसँग भेट्दैन पनि, कतिजना भेट्दैन पनि, नजिक छ पनि भेट्दैन, जान्दैन। किन? हामी अर्कै मान्छे हो, हामी प्रभुको नजिक चाहन्छौँ, त्यहाँ संसारको मान्छे हामीलाई घृणा गर्छ। यस हो, जसले परमेश्वरलाई प्रेम गर्दैन उनीहरूले हामीलाई घृणा गर्छ। यस हो, तर हामी प्रभु नजिक आएर सक्दैन है। हाम्रो जीवनमा परमेश्वरले महान कामहरू छ, परमेश्वरको योजना छ, परमेश्वरको इच्छाहरू छ तपाईँ र मेरो जीवनमा। अनि यसकारण प्रभुले त उहाँले चाहन्छ अब हामी नजिक, उहाँले तपाईँ र मेरो पर्मिसन राख्नुभएछ उहाँको नजिक आउनु लागि। बुझ्नुभयो? परमेश्वरले उहाँको नजिक जानको लागि कन्डिसन राख्दैन। हामी उहाँ कहाँ जान सक्छौँ कति बेला निम्सम्म होइन। याकुब असली यसको लेखेन, हिब्रूमा लेखेन, के भन्छ उहाँको सिंहासनमा हामी के भन्छ हिम्मतको साथमा जान सक्छौँ होइन, हिम्मतको साथमा। किनकि उहाँले हामीलाई अनुरोध गर्नुहुन्छ, हामीलाई यो थाहा छ। नजिक जान्छौँ नि, जब परमेश्वरको नजिक जान्छौँ नि हामी, उहाँ त्यति बेला सानो हुनुहुन्छ क्या। बुझ्नु कुरा? उहाँ त्यति बेला महान हुनुहुन्न, त्यति बेला उहाँ तपाईँ र म जस्तै तपाईँ मेरो लेभलमा आउनुहुन्छ उहाँ। बुझ्नु कुरा? त्यति बेला जब हामी उहाँको नजिक जान्छौँ, तपाईँ मेरो लेभलमा जब उहाँ हुन्छ नि, त उहाँको कुरो सुन्नु मजा आउँछ अनि उहाँले भनेको कुरोलाई विश्वास गर्न सजिलो लाग्छ। बुझ्नु कुरा? तर हामी प्रभुदेखि टाढो बस्छौँ भने कहिले नेपालीको छोरा बाउ छोरा त्यस्तै हुन्छ नि, हाम्रो नेपालीको बाउ छोरा होइन, बाउले बेसी कराएको छोरा बाउको छेउमा आउँदैन क्या। तर परमेश्वर भन्नुहुन्छ, परमेश्वरसँग पिता हुनुहुन्न होइन। उहाँले तपाईँलाई मलाई प्रेम गर्नुहुन्छ। जब हामी उहाँको नजिक जान्छौँ उहाँले तपाईँलाई अझै नजिक ल्याउनुहुन्छ, अझै नजिक उहाँ बनाउन चाहनुहुन्छ। त्यही कारण हामी उहाँको नजिक हो। हामीमा विभिन्न कुरो हुनसक्छ, तर परमेश्वर तपाईँ र मलाई उहाँको नजिक भएको चाहनुहुन्छ। हामी